वाह नमस्कार है बालेन सर, तपाईँलाई सल्युट छ। ड्राइभ पास गरिराख्नु भएकोमा तपाईँले ड्राइभरहरूलाई 12 वर्षको जेल 3 वर्षको जेल के हाम्रो यही गल्ती हो कि हामीले यो गाडी लिएर आफ्नो बालबच्चाको माया त्यागेर त्यो बाढी पहिरोमा हामीले नेपालमा महँगो दाल चामल तरकारी नहोस् भनेर हामीहरू पुर्याइदिन्छौँ आफ्नो ज्यानको माया मारेर। तैपनि तपाईँलाई थाहा होला, तपाईँ त स्ट्रक्चर इन्जिनियर हुनुहुन्छ, तपाईँले एउटा कुरो लिफ्ट लग्दाखेरि बालुवा गिटी लग्दाखेरि सानो एउटा मिस्टेकले टुचन चुट्दाखेरि तल कति मान्छेहरू घाइते हुन्छ मर्छ थाहा छ तपाईँले। एउटा स्टेनिङ बक्सको सानो नट एउटा चुड्यो भने यो गाडी कहाँ जान्छ र हाम्रो अस्तित्व पनि थाहा हुँदैन। घरबाट जब भदौ महिनामा बाढी आउँदा हामी निस्किन्छौँ, हाम्रो बालबच्चाले के भन्छ, नजानुस् बुवा गाडी लिएर, स्वास्नीले के भन्छ, नजानुस् तपाईँले गाडी छोडिदिनुहोस् बाढी आउँदैन। तर हामी जान्छौँ ज्यानको माया नमारिकन काठमाडौँ र सुवासम्म हामी गाडी पुर्याइदिन्छौँ, महँगो नहोस् भनेर हामी पुर्याइदिन्छौँ। अनि तपाईँले हामीलाई 12 वर्षको जेल हाल्दिन। यसो हो भन्दाखेरि गाडी कसले चलाउँछ? हामी पनि फेरि साउदी कतार जान्छौँ। अमेरिका जापान भन्दा पनि यो त कडा नियम भयो। अमेरिका जापानमा पनि राम्रो बाटो छ, त्यही पनि यस्तो जेलको जेलको परिधान लागेको छैन। तपाईँले गजब पो गर्दछ। सल्युट छ बालेन सरकार, तपाईँले सल्युट छ हाम्रो नेपाली जनता।